अघिल्लो निर्वाचनमा कायम रहेको वाम लोकतान्त्रिक गठबन्धन भत्किएर दलहरू एक्लै मैदानमा उत्रिएपछि सल्यानको चुनावी राजनीतिले नयाँ रूप लिएको छ। यहाँ पुराना हस्ती प्रभावशाली स्वकीय सचिवदेखि इन्जिनियरसम्मको भिडन्त हुँदैछ। गत निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेद्वार तत्कालीन नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला 35,707 मतका साथ विजयी हुनुभएको थियो। तर कंग्रेसका बागी उम्मेद्वार राजेन्द्र बहादुर शाहले 19,792 मत ल्याएर दोस्रो स्थान हासिल गर्दै सबैलाई आश्चर्यचकित बनाउनु भएको थियो। एमालेका राजेन्द्र वीर राय 13,039 मतका साथ तेस्रो स्थानमा खुम्चिनु भएको थियो। 2079 को समानुपातिक मत परिणाम: नेकपा एमाले 22,256, नेकपा माओवादी केन्द्र 21,325, नेपाली कंग्रेस 19,966, नेकपा एकीकृत समाजवादी 5,970, रासोपा 4,522। प्रमुख प्रतिस्पर्धी र शक्ति: नेपाली कंग्रेस केश बहादुर विष्ट। अघिल्लो पटक आफ्नै उम्मेद्वार उठाउन नपाएको कंग्रेस यसपटक जिल्ला सभापति विष्टको नेतृत्वमा मैदानमा छ। पूर्व जिल्ला समन्वय समिति प्रमुख विष्टको संगठनमा राम्रो पकड छ। कंग्रेसको करिब 20,000 समानुपातिक मत र अघिल्लो पटक बागी उम्मेद्वारले ल्याएको झण्डै 20,000 मतलाई सुरक्षित राख्नु उहाँको मुख्य चुनौती र अवसर दुवै हो। नेकपा एमाले गुलाबजंग शाह 2079 को समानुपातिक मतमा 22,256 मतका साथ जिल्लाको पहिलो दल बनेको एमालेले यसपटक प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई अघि सारेको छ। विद्यार्थी राजनीतिबाट स्थापित शाह प्रदेश सभा सदस्य भइसकेका अनुभवी नेता हुनुहुन्छ। संगठनको बलियो आधार र अघिल्लो हारको बदला लिने रणनीतिमा एमाले देखिन्छ। नेपाली कम्युनिस्ट पार्टी नेकपा रमेश कुमार मल्ल। माओवादी केन्द्र र एकीकृत समाजवादीको एकतापछि बनेको यस दलले पुस्तान्तरणको नारा सहित रमेश कुमार मल्ललाई उठाएको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहिसकेका मल्लसँग केन्द्रको बलियो पहुँच छ। साबिक माओवादीको 21,000 र समाजवादीको 6,000 मत जोड्दा मल्ल निकै बलियो दावेदार देखिनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा ललित कुमार चन्द। इन्जिनियरिङ र समाजशास्त्रका विद्यार्थी चन्द 18 वर्ष विकास क्षेत्रमा काम गरेको अनुभव सहित मैदानमा हुनुहुन्छ। रासोपा कर्णाली प्रदेशका महामन्त्री समेत रहेका चन्दले पुराना दलप्रतिको वितृष्णा र नयाँ विकल्प खोज्ने मतदाताको मत तान्ने अपेक्षा गरिएको छ। माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेकपाका उम्मेद्वार मल्लसँग करिब 27,000 मतको आधार छ। एमाले र कंग्रेस पनि 20-22,000 को हाराहारीमा छन्। यस्तो अवस्थामा कुनै पनि दललाई स्पष्ट जित निकाल्न कठिन देखिन्छ। एक प्रतिनिधि सभा क्षेत्र रहेको सल्यानमा 1,62,449 मतदाताले मतदान गर्नेछन्, जसका लागि 117 मतदान स्थल र 205 मतदान केन्द्र निर्धारण गरिएको छ। अन्य प्रतिस्पर्धीहरू: राप्रपा दलित सामुदायिक नेत्री अनिशा नेपालीलाई उठाएर समावेशी एजेन्डा अघि सारेको छ। नेकपा असल क्षेत्री चन्द्रबहादुर खड्का असल क्षेत्री पहिलो पटक संसदीय प्रतिस्पर्धामा हुनुहुन्छ। स्वतन्त्र युवा उम्मेद्वार ध्रुवराज ओलीले शिक्षा र स्वास्थ्यलाई मुख्य एजेन्डा बनाएर पुराना दलहरूलाई चुनौती दिइरहनु भएको छ। सल्यानमा यसपटक कंग्रेस एमाले र नेकपा बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ। कंग्रेसको विद्रोही मत कसको पक्षमा जान्छ र रासोपाले कति मत काट्छ भन्ने कुराले नै सल्यानको आगामी जनप्रतिनिधिको फैसला गर्ने देखिन्छ। सल्यानबाट अमृत बाबु बुढाथोकीको रिपोर्ट।